बहिनीको पीडा देखेर दाजु झन् हेरेर बस्ने कुरै भएन। बहिनीको पीडा देखेर दाजु झन् हेरेर बस्ने कुरै भएन। जति बलियो बनाए पनि दुख्छ मन, हेरेर बस्ने कुरै भएन। बचाउनु छ बहिनीलाई अबोध छन् भान्जी हाम्री। बचाउनु छ बहिनीलाई अबोध छन् भान्जी हाम्री। कमाउन सकिन्छ फेरि पनि धन, हेरेर बस्ने कुरै भएन। कमाउन सकिन्छ फेरि पनि धन, हेरेर बस्ने कुरै भएन। हेरेर बस्ने कुरै भएन। धन्यवाद। मेरी बहिनी शारदा खड्का विष्ट यति बेला क्यान्सर रोगले पीडित हुँदै भारतको राजधानी दिल्ली स्थित राजीव गान्धी अस्पतालमा उनको उपचार भइरहेको छ। उपचारका दौरानमा पहिलो किमो चढेको छ र केही स्वास्थ्यमा राहत भएको खबर हामीले पाएका छौँ। हामी निरन्तर बहिनीलाई बचाउने अभियानमा लागिरहेका छौँ। शारदा खड्का विष्ट बचाउँ भन्ने अभियानमा हातेमालो गर्नुहुने सबै आदरणीय मन्जुप्रति हार्दिक आभार र नमन पनि। यहाँहरूको माया, यहाँहरूको साथ सपोर्ट हामीले निरन्तर पाइरहेका छौँ, पाइरहनेछौँ। यसरी हामीलाई परेको दुःखमा हाम्रो आफन्त, नातागोता, इष्टमित्र, दाजुभाइ र शुभचिन्तकहरू यसरी एकमुष्ट उभिएको देख्दा साँच्चै मन हर्षित भएको छ, आफैलाई गर्व लागेको छ। हजुरहरूको यो माया, यो साथ सपोर्ट सधैँभरि यसै गरी रहिरहोस्। साँच्चै हामी यहाँहरूका ऋणी रहनेछौँ। फेरि पनि क्यान्सर पीडित मेरी बहिनी शारदा खड्का विष्टलाई बचाउनको निमित्त हामीले थालनी गरेको अभियानमा सरिक भइदिनु हुन हजुरहरू सबैलाई पुनः पनि निवेदन गर्दछु। नमस्कार। म रवि खड्का, रुदन, नासिक, भारतबाट।